जय मसी गुड मर्निङ सबैजनामा। तपाईहरु अहिले हुनुहुन्छ सिक्किमको साङखोलामा। अनि आज भने हामी हाम्रो मुभी आफ्नो घर यहाँ देख्न सक्नुहुन्छ। नवीन पाखरिनको आफ्नो घर इसाई पारिवारिक चलचित्रको आज हाम्रो अफिसियली अनाउन्समेन्ट थियो नि, त्यसै कारणले गर्दा हामी सबैजना यहाँ भेला भइसकेका थियौं। अनि अहिले पनि हाम्रो प्रोग्राम सकिसकेको छ आजको। अनि आउनेवाला दिनहरुको मुभीहरु अब कस्तो हुनेछ, अब हाम्रो 12 तारिकदेखि यो मुभीको छायाङ्कन अथवा स्टार्ट हुन गइरहेको छ सुटिङ। अनि तपाईहरुलाई हामी चाँडै नै यो मुभी हजुरहरुको समक्षमा ल्याउन गइरहेको छौं। त्यसै कारणले गर्दा हाम्रो आर्टिस्टहरु यहाँ सबैजना हुनुहुन्छ। यहाँनिर हुनुहुन्छ हाम्रो चन्दा दिदी सिलिगुडीबाट हुनुहुन्छ। यहाँ हाम्रो सर हुनुहुन्छ, बिजी हुनुहुँदैछ। यहाँनिर हजुर यहाँनिर पेमा दिदी हुनुहुन्छ। यहाँनिर अनुषा बहिनी हुनुहुन्छ। यहाँनिर हाम्रो मेकअप आर्टिस्ट बहिनी हुनुहुन्छ। हाम्रो आफ्नो घरको यहाँ चाहिँ नन अदर देन वान एन्ड ओन्ली हाम्रो नवीन पाखरिनज्यू डाइरेक्टर प्रोड्युसर सबैजना यहाँ हुनुहुन्छ। अनि यहाँनिर अब हाम्रो एकदमै खतरा गफसफ भइरहेको छ। यहाँ पछाडि हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। यो सबैजना हाम्रो यही मुभीको उहाँहरू आर्टिस्टहरू हुनुहुन्छ। भनेदेखि हाम्रो यहाँ हुनुहुन्छ, यहाँ चाहिँ को हुनुहुन्छ भने अहिले केही पनि भन्दिनँ। यहाँ हुनुहुन्छ हाम्रो प्रमित राईज्यू फ्रम जयगाउँबाट हुनुहुन्छ। अनि उहाँ चाहिँ कोक खानु कि बिजी भिडियो गर्नमा बिजी हुनुहुँदो रहेछ। अनि यो चाहिँ यो मेरो पछाडि एकदमै सुन्दर राम्रो घर देखिराख्नु भएको छ। यो घर चाहिँ हाम्रो आदरणीय म्याम रेभरेन्ड जङ्गमित पाखरिन ज्यूको घर हो। अनि हामीलाई यहाँनिर वेलकम गरेको छ। अनि आज हामी यहीँ बस्नेछ। हाम्रो वर्कसप अनि हाम्रो सबै कुरा यहीँ हुनेछ। अनि हेर्नुहोस् एकदमै राम्रो दृश्य रहेको छ। माथि माथि पहाड हेर्नुहोस्, हिमाल पहाड। आज घाम लागिरहेको छ। तपाईलाई हल्का देखाउनु पर्दाखेरि हेर्नुहोस्। धन्यवाद।